हामीले नहेरेर म्याच जित्छ भने बरु नहेरौँला यार जहिले हेरेर तैँले हारिरहेको बरु हाइलाइट्स हेरौँ लास्ट बरु हाइलाइट्स हेरेर छ त्यतिखेर हामीले हो हामी नै बनाउँदै हो कि क्या हो मन्त्रालयमा आएपछि लुई कानको बिल्डिङ त नहेरी हुँदैन नि अलि दुःख चाहिँ लाग्यो यस्तो अवस्था बनाइदिएर त्यसको धुवा अझै पनि छ कि हुँदैन त्यो बिल्डिङमा नि उयो गरेछ यार त्यहाँ पनि आगो लागेको थियो यो त अदालत होइन नि जिल्ला प्रशासन केटै प्रशासन थियो जिल्ला वकिल कार्यालय अवस्था बढी नै गम्भीर कामको एउटा बिल्डिङ ओहो वेफल यस्तो बागदनी सागदनी निकालेर नाइस रहेछ नि अवस्था चाहिँ यस्तो वाला त्यो उयसमा पनि थियो सबैमा रहेछ क्या हेर्न के हो यो केही एलिमेन्ट एउटा इटा छोडेको छ क्या फेरि अरू इटै यही हो जस्तो नि त इटा नि यही होस् कि बाहिर ए बनाएकै फाल्टे इटा नि यस्तै रहेछ खतरनाक आज चाहिँ केटाहरूको म्याच फाइनल जस्तो लागिरहेछ माहौल हेर्दाखेरि त्यसैले हामी कहाँ गइरहेको रे लगभग लोकल स्टडीको लागि हामी आइसक्यौँ इमाडोलमा ल अविराज हामी यहाँ किन छौँ आज एक्ज्याक्ट टाइममा कङ्क्रिट हो र तर हेर्दाखेरि त होइन ब्लकै जस्तो थियो यार त्यो उयो नि क्या यो कसरी बनाउँछ नि कङ्क्रिटै हुन्छ के हुन्छ स्वर्गमा धेरै थियो क्या त्यो लोकस भएर कङ्क्रिटकै त्यो सिमेन्टै युज गरेको थियो क्या धेरै चाहिँ त्यो सरले पनि देखिदिएर क्या लोकसको भनेर प्रिन्सिपल चाहिँ उसको रहेछ कि यस्तो भने त लोकस भनेको तिम्रो सिमेन्ट युज नगर्ने भन्ने पनि होइन क्या त्यो लोकस तिम्रो मैले यहाँनिर बाँस ल्याएर खर्च उ गर्छु भन्ने त्यो लोकस होइन यहाँनिर यहीँको यतै बनेको हुन्छ नि सिमेन्ट कन्क्रिटले पैसा कमाउँछ नि स्ट्रेन्थ पनि त हुनु पर्यो क्वालिटी पनि हुन्छ सिमेन्ट सस्तो भयो नि त त्यो सिएससिबीहरू त्यस्तो कता सस्तो पर्छ भनेर सिमेन्ट सस्तो भएर क्या न त इटा बनाउन सकिँदैन जापानी यस्तो हो क्या सिएससिबीहरू चाहिँ तिम्रो कता सस्तो पर्छ भन्दाखेरि त्यहाँनिर चाहिँ गाउँ गाउँतिर अब त्यो मेसिन हुन्छ नि त अनि लेबर कस्टमा सस्तो पर्छ कि उनीहरू किनकि त्यो बेला चाहिँ त्यही कम्युनिटीकै लेबर युज गर्छ तिमीले इटा यहीँ बनाएर उ गर्छु भन्ने मिलेन किनकि पोल्न त भट्टा चाहिहाल्यो त्यो भट्टै लिएर चाहिँ हिट भन्ने कुरा कम्प्रेसमा इटा हुन्छ त्यही त्यसमा चाहिँ कम्प्रेस गरे मात्रै भयो त्यसमा जल लगाउनु परेन त्यही भएर लेबर कस्टमा चाहिँ बच्छ क्या हेर्न सब एसी सेसी राखेर सब चट्ट पनि छ कि फेरि घर पसेर ओए नाइस यार यो अझै बाँकी छ न
हो त्यो 3 फिटमा 3 लेयरहरूको छ 3 लेयर 1 2 3 लेयर सकेपछि त्यो खन्याउने के माथि 3 लेयर बनायो लाइनले अनि सकेपछि बल्ल खन्याउने हरेकमा पर्दैन 5-5 फिटमा रोड छ यहाँ है 5 फिट भन्दा सपोज यहाँ छ भने रड यो पलदेखि छ भने 1 फिट होइन यो 1 2 3 छ यहाँनिर छ बाँकी सबमा चाहिँ फिलिङ गर्नु पर्दैन सबैमा पर्दैन त्यो स्लरी खन्यापछि आफै फैलिन्छ हरेकमा खन्याइरहनु पर्दैन माथि पलबाट खन्याएपछि त्यो बगेर सल्ल यसरी जाइनबाट तल छ यो फ्याक्ट्री सब यही ब्लकले बनेको रहेछ तर आलेको घर तातो हाले राखेर अनि डन्डी राख्ने डन्डी पनि सबभन्दा मसिनो चाहिँ डन्डी त्यसमा मसला गर्ने लिन्टलको काम सिल पनि यस्तै भयो साइडमा यो राख्ने अब जमिनमा यति जान्छ यति जमिनमा जान्छ यो माथि बस्छ देख्ने हामीले देख्ने भनेको यो पार्टमा चाहिँ तल अनि त्यहाँ त्यो राखिसकेपछि बल्ल रोड तान्ने कर भनेको त यो राखेर बन्ने त्यो यसको माथि अनि फुटपाथ बनाउने खोइ इन्डिभिजुअल पनि हुँदो रहेछ नि 6 इन्ची वाला हो यो त गवाला यही ब्लक बनाउनु पानी पनि पाइएन सुक्खा भयो कि पानी पनि पहिला चाहिँ यहाँ राजकुलो थियो गोदावरीको गोदावरी ए अनि त्यहाँ कम्प्रेस गर्छ प्रेस चाहिँ मेसिनले आफै गर्छ सबै गर्छ प्रेस गर्ने मेसिन यो हो मेसिन यो हो सानो छ मेसिन मिक्स गर्ने रेसियो के होला रेसियो त्यो रेसियो त अब माटो बढी छ यसमा सिमेन्ट 1 बार स्यान्ड 2 बार छ अनि माटो बढी छ मेसिन यति हो जम्मा यो बक्स देख्नु भयो यो मात्रै हो मेसिन यो भिरको खोलेपछि त्यो फुक्का माटो भर्ने टुल्सले माटो भरेपछि त्यसलाई चाहिँ मेसिनले आफैले प्रेस गर्छ यसमा लट्ठी बस्छ कि लामो लट्ठी बस्छ त्यो लट्ठी तानेपछि आफै प्रेस हुन्छ अनि त्यो लट्ठी छोडेपछि ब्रिक माथि आउँछ माथि आउने बित्तिकै हामीले यो ट्रेमा राखेर यहाँ स्ट्याकिङ गर्ने लाइन राखेर सुकाउनु अनि सफ्टै हुन्छ हामी क्योरिङ गर्छौँ 28 दिन 24 देखि 28 दिन क्योरिङ गरेपछि यस्तो कडा भयो ढुङ्गै जस्तो छ नि होइन चिप्सको त एकदम ढुङ्गै जस्तो त्यस्तो छ ठुलोको पानी जम्मा गर्नलाई भनेर पोखरी बनाएर हामी त पानी चाहिन्छ पानी किनेर साध्यै हुँदैन अब यो आकाशबाट परेको पानी हो जमिरहेको छ तर काम छैन तातो बान्दो टेक्छ सम्धियाले अब चाहिँ हामी फ्याक्ट्री भिजिट सकेर कहाँ जाँदैछौँ हामी अब खाजा खाएर घरै जान्छौँ होला मोस्ट प्रोबेबली कि त अब कहाँ जान्छौँ कालभैरव स्थान जान्छौँ होला माथि लामाटार मासतिर हेरौँ के हुन्छ अपडेट गरिहाल्छु अभियसली ल सबैजना आफ्नो घरतिर लाग्यो अब हामी केटाहरू चाहिँ जान्छौँ घुम्नलाई ल हामी चाहिँ अहिले लुबुमा आइसक्यौँ यहाँनिर मोमो खानलाई खाजा खानलाई आज पनि फुड रिभ्यू हान्नुपर्छ फुड रिभ्यू हानेको हानेछ नि त हामी कस्तो छ टेस्ट गरौँ धेरै
अहिले चाहिँ हामी आइसक्यौँ कालभैरव स्थान यहीँ माथि हो त्यहाँ देखिरहेछ विष्णु ल अब चाहिँ हामी घर फर्किँदैछौँ सरासरी लगभग छोड्न नमिल्ने ठाउँ छ एकदमै रमाइलो आनन्द त्यो फ्री यो सहरको धुवा धुलो र हो हल्लाबाट चाहिँ टाढा आनन्द आउने ठाउँ घरै नजाउँ बसिरहेको भन्ने जस्तो मन लाग्छ बाई बाई आजको भ्लग चाहिँ यहीँ एन्ड गरौँ सी यु अन नेक्स्ट वान